आज सेरेमनी कार्यक्रमका आयोजक हाम्रा स्कुलका कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरू हुन्। उनीहरूको लागि एकचोटि सबैजना हात खोलेर दिलले जोरदार ताली हाम्रा 9 क्लासका विद्यार्थी भाइ बहिनीहरू हुन्। उहाँहरूको तन मन दुईटै कुरा छ। तन मन त छँदैछ र धन पनि लागेको छ यस कार्यक्रममा। यस कार्यक्रमका मुख्य आयोजक स्पोन्सर सबै कुरा गर्ने हाम्रा 9 कक्षाका विद्यार्थी भाइ बहिनी हुन् र हाम्रो स्कुलको परम्परा छ आफ्नो सिनियर दिदी दाजुहरूलाई सम्मान यहाँबाट आगामी जीवनमा हासिल गर्नुपर्ने उच्च शिक्षाको लागि हामी यहाँबाट उहाँलाई सम्मान गरिरहेछौँ। यहाँ विदायको अर्थ लिनु होला, यहाँ एउटा हामी सम्मान गरिरहेछौँ, एउटा हौसला बढाइरहेछौँ र यो हौसलाबाट हाम्रो विद्यार्थीहरूले पनि जुन एससी सहभागी हुने विद्यार्थीहरू छन् उनीहरू पनि खुसी जानुहुन्छ र आशा अपेक्षा छ कि उहाँहरूले हामीहरूलाई जीवनभरि सधैँ नै खुसी पार्नुहुनेछ। अब एससी इक्जाम आइरहेछ। एससी इक्जामपछि उच्च शिक्षाको लागि कोही जनकपुर बाहिर पनि जान सक्नुहुन्छ, कोही जनकपुरै पढ्न सक्नुहुन्छ। तर तपाईँहरूलाई जहिले पनि स्वस्तिक स्कुल सम्झनेछ र तपाईँ पनि भित्र मनमा झाँकेर हेर्नु होला। स्वस्तिक स्कुल तपाईँको धड्कनसँग भड्किरहेको हुन्छ। तपाईँ खोज्नु होला जुनसुकै परिवेशमा पनि तपाईँ सुखमा खोज्नुहोस् नखोज्नुहोस् फरक पर्दैन। तर तपाईँले दुःख परेको बेलामा अवश्य सम्झनु होला र आशा घोषणा त्यही छ कि दुःख परेको बेलामा हामी तपाईँको दुःखमा सहभागी हुन्छौँ र सहयोग पनि गर्नेछौँ। अगाडि अब एससी दिइसकेपछि तपाईँलाई यदि बाटो नजर आउँदैन कुन बाटोमा नजाने, कहाँ जाने, के गर्ने अलमलमा यदि फस्नुभयो भने आउनु होला स्कुलमा। हामी सबैजना बसेर कुरा गरौँला, छलफल गरौँला। तपाईँले हामीले सधैँदेखि पठाएछौँ, तपाईँको बारेमा थाहा छ। तपाईँलाई अगाडि कुन पढाइ राम्रो हुन्छ, के गर्न बेटर हुन्छ, तपाईँ हाम्रो विद्यार्थी मात्र होइन, तपाईँको घर परिवारको अवस्थाको बारेमा पनि मलाई थाहा छ। तपाईँको उहाँ के गर्नुहुन्छ, तपाईँ के खानुहुन्छ, तपाईँ के लाउनुहुन्छ, तपाईँको उहाँ कहाँबाट कसरी पैसा तिर्नुहुन्छ, सब मलाई थाहा छ। त्यही भएर हामी सबै कुरालाई हेरेर हामी सल्लाह सुझाव दिने नै छौँ र विद्यार्थीले हामीहरूलाई एउटा अमूल्य उपहार सत्य माया बेचेर दिनुभएको छ। यसको लागि पनि हृदयबाट धन्यवाद छ र स्वस्तिक स्कुलबाट पनि धन्यवाद छ। एउटा सायरी याद आइसकेको छ।